माउन्ट एभरेस्ट चढा जस्तो हुने रहेछ केटा हो। केही ढुङ्गासुङ्गा छैन, सब आइसै आइस, चिप्लेटी खेल्ने ठाउँ रहेछ। ल साथीहरू, फाइनल्ली सूर्यकुण्ड आइपुगिसके। यो चाहिँ दामी रहेछ, तलभन्दा ठुलो हो कि क्या हो यो त। परै सूर्यकुण्ड यहाँ चाहिँ लास्ट चिसो त्यस्तो कट्टुमा सूर्यकुण्ड केटा हो। सूर्यकुण्ड लास्ट चिसो यहाँ त हिउँ परे यता यता सबै लास्ट स्टपै हेरे जस्तो।